साथीहरू म चाहिँ यो बोर्ड बुन्ने तरिका देखाउन गइरहेको छु। यो पछाडि कसरी कनेक्सन गर्ने त, यसमा कसरी जोड्ने, लाइटहरुमा पंखा कसरी चलाउने, कसरी यसले कमन गर्ने, त्यो चाहिँ म देखाउँछु है त बुनेर। यो तारलाई चाहिँ यो तल्लो कुनै बोर्डमा कमन लेखेको हुन्छ, कसै लाइन 1 लाइन 1 लाइन त्यसरी लेखेको हुन्छ है त साथीहरु। यसलाई चाहिँ यसरी नापेर यो तल्लो लाइनमा है साथी, माथि र गयो नि, यो माथि आउटपुट हो, यो इनपुट है त साथीहरु। यो मैले देखाइरहेको छु, यो इनपुट। राम्ररी हेर्नुस्, स्किप नगरिकन हेर्नुस् साथीहरु, राम्ररी बुझिन्छ बल्ल। यो तल्लो पोइन्टमा चाहिँ यसरी नापेर सबैले कमन गर्ने है त, एकै ठाउँ जोड्ने कि यिनीहरुलाई। जो बाहिरबाट आगो लाइन हुन्छ नि हाम्रो, त्यसमा चाहिँ त्यसलाई चाहिँ यसलाई यसमा जोड्ने, तलमाथि नै त्यसरी जोड्ने है त। तल्लोमा जोडेर यो सर्लक्कै कमन गर्ने यसमा, यो अनि यसमा है त। यो चाहिँ कमन गर्ने, सबै स्विचमा लाइन दिनु पर्यो नि त। यसमा दिनु पर्यो, यसमा 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 सबैमा लाइन दिनु पर्यो नि त। त्यही भएर यसरी कमन गरेर यसलाई छिलेर अनि त्यसपछि यसमा घुसाउने। हेर्नुस् है त साथीहरु, यसलाई चाहिँ मैले छिलेर ठिक्क बनाएको छु यहाँ। यसलाई चाहिँ म छिराएँ त यसमा यसरी छिराउने। अब यसलाई टाइट गर्दिने है त, यसरी टाइट गर्ने है त। त्यसरी सबैले टाइट गर्दिने। यो भयो। अनि त्यसपछि यसलाई फेरि यसरी जान्छ, यसरी गएर अलिकति ग्याप र यो राखेको छु मैले, किनभने बिग्रेमा चाहिँ काटेर थप्न पाइयो नि त, त्यही भएर एडको लागि राखेको। अनि यसलाई पनि यसरी छिराइदिने, फेरि यसरी छिर्यो है त्यही। यसरी छिरेपछि अब यो रेडी भयो, सबै स्विचमा लाइन जान्छ। अब एक ठाउँ जोड्दै भयो कि यसमा। एकदम इजी तरिकाले सिकाएको छु मैले, हेर्नुस् है, मजाले सिक्नुहुन्छ एकचोटि हेरिसकेपछि। ल हेर्नुस् है साथीहरु, मैले यो स्विचबाट निकालेर जोडेर यो टक्क जोडेर यसमा लाइनमा जोडे है त। जहिले पनि स्विच जोड्दाखेरि फेजमा, जुनमा टेस्टर बल्छ नि त्यसमा जोड्नु होला है त स्विच। किन भन्दाखेरि न्युट्रलमा जोडिदिनु भने फेज तार बलिराखेको हुन्छ कि, कहिले बत्ती बलिराख्ने, मधुरो बलिराख्ने हुन्छ नि त, त्यो डाइरेक्ट फेज तार गयो भने त्यस्तो हुन्छ है त, समस्या आउँछ है त साथीहरु। ल अब चाहिँ मैले हेर्नुस् है, यो अर्थिङको तार लिएँ एउटा, यसलाई न्युट्रल बनाए कालोलाई, यसलाई फेज बनाएँ है त। अब यसले कहाँ जोड्ने त, तपाईहरुले नि यो जान्न जरुरी छ। तीनवटा तार त छ, अब कहाँ जोड्ने, यो बोर्डको अनि बुनी अब कसरी जोड्ने त भन्ने देखाउँदै छु है त। म एउटा अर्थिङको तार चाहिँ यसमा जोड्ने है त, यसमै। यो भाग चाहिँ यस अर्थिङको साइन चाहिँ यसमा जोड्ने। न्युट्रल सिधै तपाईहरुले लगेर यसमा जोड्ने, एन लेखेको ठाउँमा। हेर्नुस् एन यसरी जोड्दिने। अर्थिङलाई यसरी यसमा जोड्दिने, यसरी। जो मेन फेज तार हुन्छ, जुनमा टेस्टर बल्छ नि, त्यो तार चाहिँ जो कमन गर्नु भएको थियो नि त, यसरी कमन गर्नु भएको छ है। यो सबै स्विचमा दिनु पर्यो नि त। यो एक ठाउँ जोडे भयो, यसमा त सर्लक्कै सबै जोडेको छ नि त, त्यही भएर एक ठाउँ घुसाइदिए हुन्छ है त्यसलाई। अब मैले घुसाइदिइहालेँ त। ल सर्लक्कै यसमा छिराइदिनु। एक्लै भिडियो बनाइराखेको छु, त्यही भएर अलिक गाह्रो छ। अब यसलाई पनि टाइट गरिदिने यसरी। फाइनली साथीहरु, बोर्ड बुनेर देखाएँ मैले। हजुरहरुले पनि यो भिडियो हेरेर सिक्नु भयो होला पूर्ण आशाका साथ। हजुरहरुले पनि नयाँ हुनुहुन्छ भने फलो गर्नु होला यस्तै भिडियो हेर्नको लागि। लाइक कमेन्ट शेयर पनि गरिदिनु होला है त। धन्यवाद।